यस्तो छ झार जस्तो भए पनि आलु चाहिँ यत्रो यत्रो हुनुपर्छ, ठुलो 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 हुनुपर्छ के सुतेको हुन्छ। नमस्ते, वेलकम ब्याक माइ न्यू ब्लग। साथीहरू के छ सन्चै हुनुहुन्छ? म पनि सन्चै एकदम आरामै छु। आज घाम पनि लागेको छैन, चिसो बढ्यो आज है। हेर्नुहोस् न कस्तो हावा पनि चलेछ, लास्टै चिसो के आज। सो हिमाली क्षेत्रमा होइन, काठमाडौँतिर पानी पर्यो अरे, उता हिउँ परेछ, यता हाम्रोतिर त हुस्सुले अनि हावाले त तनाव। अचम्म हो साथीहरू, हेर्नुहोस् मेरो आलु 2 बोरा रोपेको, 1 बोराको अर्कै पात छ, 1 बोराको अर्कै। फरक फरक रहेछ त झार आलुको, हेर्नुहोस् न। यो यस्तो छ, यो यस्तो छ, खैर केही छैन होइन। झार जस्तो भए पनि आलु चाहिँ यत्रो यत्रो हुनुपर्छ, ठुलो 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 हुनुपर्छ के। चिप्स बनाएर खानुपर्छ होइन, राम्रो हुन्छ क्या। झारले केही हुनेवाला छैन, माटो मुनि फल्नु पर्यो ठुलो 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 आलु। आलुको फुल यस्तो सेतो रहेछ त, हेर्नुहोस् त, यस्तो पो रहेछ त आलुको फुल। बाँदर अनि बँदेल अहिलेसम्म त त्यो बाँदर बँदेलबाट बचाएर अहिलेसम्म राखेको छु। अरूको त खनिदियो, खाइदियो बाँदरले होइन। तर म त कुकुर पनि राखेको छु 2टा। यसो आएपछि त दिनकै यहाँ भुन्छु नि, त्यही भएर मेरो आलु बचेको छ, नत्र कहाँ बस्थ्यो। अरूको जस्तै मेरो पनि स्वाहा गेल भइस पाइन्टमा हुन्थ्यो मेरो पनि। तोरी अनि मुला, तोरी मुला सँगै छर्नु भएको थियो। तोरी यस्तो भयो, मुला पनि कस्तो भएछ होइन, हेर्नुपर्छ, निकाल्नु पर्यो मुला। यस्तो छ, यति अब आज भनेपछि यो निकाल्छु होइन, पठाइदिनु पर्छ क्या। यसको अचार बनाउनु पर्छ, के भन्छ सुक्कटी बनाउनु पर्छ। यो चाहिँ कोसेलीमा जान्छ है साथीहरू, यो आज निकाल्छु, तपाईँहरूलाई म देखाउँछु निकालेर। मुस लागेको छु, हेलो मुस लागि जत। यत्रो छ, यत्रो यत्रो छ हौ साथीहरू, एक बित्ता हेर्नुहोस् त, यत्रो छ लम्बाइ। जगमोहन वाली मामू कैसे लोग उखाड़ दिले रहते पिक जाते भेले। हाँ अचार पनि बनाउनु पर्छ नि त। पत्ता नि खाने खाते हैन, गोभी त भुजियामा खाने लाग्छ। भुजिया र के भन्छ सबै पातलाई गुन्द्रुक बनाइदिनु पर्छ। ओकर लागि उखाड़ दिलिए तो भए त 5 किलो कहने छलो त 5 किलो भए जतो नि। यहाँ भनेपछि नि पानीको धेरै अभाव थियो साथीहरू, धेरै अभाव नै। टोलबाट ल्याउनु पर्थ्यो पानी पिउनलाई, सो अब ल्याउनु पर्दैन। अस्ति कल गाडेर अनि मोटर जडान गरेछु, अनि राम्रै आइरहेछ। हेर्नुहोस्, पिउनलाई त धेरै भयो, यति आयो, धेरै भयो पिउनलाई। अनि यो खेतीपाती गर्नलाई भएन है, पिउनलाई त अनलिमिटेडै भयो। खुसी लाग्यो यतिको भए पनि,
तर अलि टाढा छ कि उताबाट लिएर आएको छु यो पानी त यहाँ कहाँ हुन्छ यहाँ तल गएपछि पुरै पहाडको उ छ कि माटो जाँदै जाँदैन काले निन्द्रा लाग्यो तिमीलाई निन्द्रा निन्द्रा लाग्यो के रे के रातभरि बुबु 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 गरेको गरे हुन्छ अनि दिनभरि सुतेको हुन्छ कहाँ जान्छस् म जाँदैछु मोटर बन्द गर्न तिमी पनि जान्छस् मोटर बन्द गर्नु पर्यो अघिदेखि चलेको चलेको थियो काम सक्यो पानीको बन्द गरिदिनु पर्यो होइन त्यो बन्द गर्न जाँदैछु म पछि मेरो शेर अगाडि अगाडि यस्तो हो नि त तरिका मास अरूलाई देख्नै सक्दिनस् त माछाले ओए झगडा किन गर्छस् तिमीहरू शान्त वातावरण बनाएर खान सक्दैनस् एक अर्कामा झगडा म खान्छु कि म खान्छु तेरीमा ठास्नेहरू खोले खाँदैछ कि खोले खाँदैछ फेरि प्याज रोप्नको लागि पुरै रेडी बनाइसकेको छु सबै यहाँ गरिसकेको छु बजार जान्छु अनि प्याजको बिउ लिएर आउँछु अनि रोप्छु धेरै मेहनत गर्नुपर्छ हो धेरै मेहनत गर्नुपर्छ प्याजमा पनि रोपेर पनि धेरै गोडमेल गर्नुपर्छ प्याजलाई सबै रेडी पारिसकेको छु प्याजको लागि आयो आयो अलिअलि आयो घाम आयो अलिअलि ल साथीहरू सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है सबैले साथ सहयोग गर्नु पर्यो है अनि त अगाडि बढ्छु म तपाईँहरूकै साथ सहयोगले अगाडि बढ्न सक्छु म